इटरी 18 बाट म बालेन सरकारज्यूलाई भन्न चाहन्छु के भने सर्वप्रथम त देशको अग्रगामी विकासतिर उन्मुख भएर काम गर्नुपर्छ। धरपकड भन्दा पनि अहिले प्राथमिकतामा आफ्नो देशलाई राखेर सर्वप्रथम कृषिलाई, स्वास्थ्यलाई, शिक्षालाई र रोजगारीलाई प्राथमिकता दिएर यो देश अग्रगामीतिर बढ्न म अनुरोध गर्दछु। किनभने अब यो देश कृषि प्रधान देश भनेर भनिएको छ। कृषि प्रधान देशमा कृषिलाई के गर्ने गरी अगाडि बढाउन सकिन्छ? वैज्ञानिक तरिकाले लगेर जल, मल, बल, बिउ, बिजनहरू कृषिलाई उपदान दिन सरकार र गभर्मेन्टले दिन सक्नुपर्छ र त्यहाँको उब्जनीलाई सरकारले बेचबिखनको मूलधारमा ल्याएर बिक्री बिचन गरेर देशलाई नयाँ उन्नतितिर प्रगतितिर लान म अनुरोध गर्दछु। अनि साथै स्वास्थ्यमा गरिबको पहुँच पनि पुगोस् भन्ने मेरो धारणा छ। स्वास्थ्यमा गरिबको पहुँच पुगोस्, कोही औषधि बिना मर्नु नपरोस् भन्ने मेरो चाहना र विचार छ। बालेन सरकारज्यूहरूलाई म यही नै भन्दै र शिक्षा 12 सम्म निःशुल्क शिक्षाको व्यवस्था गरियोस् र रोजगारीमूलक कलकारखानाहरू चलाइयोस्, कलकारखानाहरू बनाइयोस्। उर्वरा भूमिलाई प्लटिङतिर होइन, व्यवस्थित कृषितिर लगेर धान बाली, गहुँ बाली, मकै बाली उत्पादनमूलक बढाएर यो देशको आर्थिक उन्नतितिर अघि बढोस् भन्ने मेरो चाहना छ र वैज्ञानिक उत्पादन गर्नुपर्छ आफ्नै देशमा। हाम्रा देशका वैज्ञानिकहरूलाई विदेश अमेरिका, अस्ट्रेलिया, युरोपेली मुलुकतिर भन्दा पनि आफ्नै देशमा बोलाएर अग्रगामी दिशातिर अघि बढ्नु पर्दछ। अहिले धरपकड भन्दा पनि हाम्रो देशलाई कसरी दिशा दिने? हामी भनेको राजसभा भनेको अहिले भर्खर उम्रिँदै गरेको अङ्कुर मात्रै भएको छ। 1 वर्षसम्म त्यो चिजलाई जरा हान्न दिनुहोस्। जरा हालिसकेपछि अनि केही हुन्छ जस्तो मलाई लाग्छ। जरा हालिसकेपछि केही हुन्छ, विकास हुन्छ। विकासको उन्मुखतिर जानुस्। आफ्नो देशलाई कसरी अग्रगामी दिशातिर लग्न सकिन्छ, विश्वलाई चिनाउन सकिन्छ भन्ने हाम्रो धारणा रहोस्। हरेक चिजमा शिक्षा, स्वास्थ्य, रोजगार, कृषिमा हामीले योगदान दिन सक्नुपर्छ। यो सरकारको हातभित्र ल्याएर यो कामलाई अग्रगामी दिशातिर लानुपर्छ। हामीहरू अरूलाई समाउने, अरूलाई पक्रिने भन्दा पनि मुख्यतः त्यसको मूलधारतिर गएर हामीले त्यो कानुनी कठघरामा त्यो मान्छेलाई उभ्याएर त्यसको सम्पत्ति शुद्धिकरण गरेर तिनीहरूका सम्पत्ति शुद्धिकरण गर्दै लग्दै, सरकारीकरण गर्दै लग्दै हाम्रो देशलाई एउटा विश्वलाई चिनाउने देश भनेर नेपाल भनेर म बालेन सरकारज्यूलाई अनुरोध गर्दै म जय राजशेर्पा, जय नेपाल, जय सुन्दर शान्त नेपाल भन्दै म यो मेरो वचन यही समाप्त गर्छु। जय गोरखकाली।